आज सुन्नुहोस् आर्यन र मायाको कहानी। माया, जिन्दगी कति गाह्रो भएको हो है। दिनभरि काम खोज्छु, प्रयास गर्छु, तर कमाई भनेको कुरा नै भाग्यले लेखिएको जस्तो लाग्छ। भाग्यले लेखिएको होइन आर्यन, कमाई सोचले बनाइन्छ। तिमी किन यति निराश भएको? सबैजना सफल भएको देख्छु। सोशल मिडियामा सबै रिच हाथी। म चाहिँ एउटै ठाउँमै अड्किएको महसुस गर्छु। कहिलेकाहीँ लाग्छ, के म यसैका लागि जन्मिएको हुँ? आर्यन, म पनि त यही चिया पसलबाट सुरु गरेकी हुँ। तिमी त आज आफ्नै अनलाइन बिजनेस चलाउँछौ नि। घरको खर्च, परिवारको जिम्मेवारी सबै सम्हालिरहेकी छेउ। माया पनि कहिले कमजोर थिए। घरमा पैसा थिएन, सपना थिए तर साधन थिएन, आत्मविश्वास थिएन तर इच्छा शक्ति थियो। मोबाइल थियो, इन्टरनेट थियो र मनभित्र एउटै सोच थियो, अरूले गर्न सक्छन् भने म किन सक्दिन। दिनको 2 घण्टा सिक्थे, कहिले युट्युबबाट, कहिले अनलाइन कोर्सबाट, कहिले गल्ती गरेर फेल हुन्थ्यो, हाँसो उडाइन्थ्यो। मानिसले भन्थे, छोरी मान्छे भएर के बिजनेस गर्छेस्? तर म एउटा कुरा बुझ्थे, मानिसको बोलीले होइन, आफ्नो मेहनतले जिन्दगी बदलिन्छ। त्यसो भए अर्निङ भनेको पैसा मात्र होइन रहेछ है? होइन आर्यन, कमाई भनेको आत्मविश्वास कमाउनु, आत्मसम्मान कमाउनु, सिप कमाउनु, सोच कमाउनु, स्वतन्त्रता कमाउनु। पैसा त परिणाम हो मात्र। आजसम्म म भाग्यलाई दोष दिँदै आए, सिस्टमलाई दोष दिए, समाजलाई दोष दिए, तर कहिले आफूलाई सोधिन्, मैले कति प्रयास गरे? आजदेखि म बदलिन्छु माया। सानोबाट सुरु गर्छु, सिक्न सुरु गर्छु, फेल भए पनि रोक्दिन। यही हो सोच, यही हो ग्रोथ माइन्डसेट। याद राख आर्यन, कमाई जेन्डरले हुँदैन, कमाई लकले हुँदैन, कमाई ब्याकग्राउन्डले हुँदैन, कमाई माइन्डसेटले हुन्छ, कमाई मेहनतले हुन्छ, कमाई कन्सिस्टेन्सीले हुन्छ, कमाई करेजले हुन्छ। मेल होस् या फिमेल, सपना देख्ने आँखा एउटै हुन्छ, सङ्घर्ष गर्ने मन एउटै हुन्छ, सफल हुने बाटो एउटै हुन्छ। दुनियाँले तिमीलाई के भन्छ भनेर नडराऊ। तिमी आफैलाई के बनाउँदैछौ त्यो महत्त्वपूर्ण हो। कमाई लिङले तय गर्दैन, कमाई सोचले तय गर्छ। सफलता त्यो होइन जहाँ पुग्छौ, सफलता त्यो हो जहाँ हार मानेनौ। यदि यो कथाले मन छोयो भने लाइक गर, सेयर गर, सब्सक्राइब गर, किनकि यहाँ हामी कथा मात्र होइन, हिम्मत बाँड्छौँ, आशा बाँड्छौँ, जीवन बदल्ने सोच बाँड्छौँ।